हामी मध्ये धेरैलाई लाग्छ कि कानुन सधैँको लागि बन्छ, तर संसारमा यस्तो कानुन पनि हुन्छ जसको एक्सपायरी डेट पहिले नै तय भइसकेको हुन्छ। यसैलाई भनिन्छ सनसेट ल। सूर्य अस्ताए चाहिँ यो कानुन समय सीमा सकिए पछाडि आफै स्वतः रूपमा निष्क्रिय हुन्छ। र इन्ट्रेस्टिङ कुरा त यो छ कि अहिले नेपाल सरकारले देशका ठुला ठुला विकास आयोजनाको प्रशासनिक ढिलासुस्तीको अन्त्य गर्न यही अस्त्र प्रयोग गर्दैछ। हालमा राष्ट्रिय योजना आयोगले सनसेट लको मस्यौदा तयार पारिसकेको छ, जुन चाँडै नै संसदमा जाँदैछ। के नेपालमा सनसेट ल पहिलो पटक हुन थालेको हो त? होइन, हामीले यसको स्वाद पहिले नै पाइसकेका छौँ। भूकम्प पछिको पुनर्निर्माणको लागि बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण यसको उत्कृष्ट उदाहरण हो। यदि यो कानुन पास भयो भने सरकारी कर्मचारीले यो फाइल भोलि हेरौँला है भनेर बस्न छुट पाउने छैनन्, किनकि समय सीमा सकिएपछि त कानुन नै रहने छैन। तपाईको विचारमा के यस्तो कानुनले नेपालको कछुवा गतिको विकासलाई खरायोको गति देला त? कमेन्ट गर्नुहोस् है त।